साथीहरू नमस्कार। अब रिटेनलाई कसरी सुधार गर्ने सन्दर्भमा तपाईहरुको लागि मैले यो भिडियो बनाउँदैछु। अब सर्वप्रथम हामीले के गर्नुपर्छ भने रिटेन सुधारको लागि फर्मेट बेसमा लेख्नुपर्छ। अब फर्मेट बेसमा मैले यो लेखेर तपाईहरुको लागि राखिदिएको छु हैन। अब यो फर्मेट बेसमा लेख्नुस्, अन्य कुराहरू पछि गरौँला हैन। पहिला हामीले के गर्नुपर्छ भने यतापट्टिबाट हैन चारैतर्फबाट हामीले यसरी पहिला तल माथि चारैतर्फबाट हामीले यसरी पहिला के गर्ने मोड्नु पर्ने हुन्छ। त्यसपछि हामीले के गर्नु पर्यो भने यहाँ प्रश्न नम्बर जे हुन्छ, प्रश्न नम्बर 1 छ भने 1, 2 छ भने 2 अनि जे छ प्रश्न नम्बर 1 को उत्तर यसरी लेख्नु पर्ने हुन्छ। यो न यतापट्टि लेख्ने न उतापट्टि बिचमा प्रश्न नम्बर लेखिसकेपछि अब एउटा स्लोगन दिनुपर्ने हुन्छ। यहाँ मैले स्लोगन राखेको छु, सेवा जनताको वरिपरि न कि जनता सेवाको वरिपरि। यो सार्वजनिक सेवा प्रवाह भनेको के हो, सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायक र सेवाग्राहीको भूमिका भन्ने सन्दर्भमा मैले यो स्लोगन राखेको हो। त्यसपछि अब हामीलाई यो लेख्दा पनि भयो, नलेख्दा पनि हुन्छ। अब टाइम म्यानेजमेन्ट कसरी गर्ने भन्ने त्यो सोचेर लेख्नुपर्ने हुन्छ। तर सार्वजनिक सेवा प्रवाह यो जुन हेडिङ छ यो हामीले दिनै पर्ने हुन्छ अनिवार्य। यो दिइसकेपछि अब एउटा परिचय दिनुपर्ने हुन्छ र यहाँ एरो कुनै दिनु पर्दैन। अलि यो ठाउँ छाडेर सुरु गर्नुपर्ने हुन्छ र एउटा परिभाषा यसरी दिनुपर्छ। जस्तै मैले लेखेको छु, सार्वजनिक निकायले जनताको बृहत्तर हितका निम्ति प्रवाह गर्ने वस्तु तथा सेवाहरूलाई जनताको घर दैलोमा पुर्याउने प्रक्रिया नै सार्वजनिक सेवा प्रवाह हो। अर्को बुलेटमा के छ, यो सशुल्क वा निशुल्क रूपमा प्रदान गरिन्छ। त्यसपछि यो प्रवाह गर्नु राज्यको दायित्व हो भने प्राप्त गर्नु आम नागरिकको अधिकार हो। यसरी लेखिसकेपछि अब हामीलाई कि त डाटा दिनु पर्यो, डाटा छैन भने कि त फिगर दिनु पर्यो, तब मात्र राम्रो अङ्क आउने हो। यहाँ त छ वस्तु सेवा सेवा, यहाँ त सेवाग्राही जनता। यो यहाँबाट यो वस्तु सेवा जनताको घरमा जाने प्रक्रिया हुन्छ, त्यसलाई भन्छ सार्वजनिक सेवा प्रवाह। यो 2 मार्कको लागि 4 वटा बुलेट। अनि अब छ सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भूमिका। मार्कको 4 मार्क छ भने धेरै लेख्नु पर्दैन, थोरै लेख्नु पर्दैन, 8 वटा लेखेपछि पुग्छ। त यहाँ छ सेवा प्रवाह प्रक्रियालाई सरल सहज र सजिलो बनाउन हैन। यो यसरी गरेर अब हेर्नु 3 वटा यहाँ छ। त्यसपछि अब तपाईको यहाँ सेवा प्रवाहलाई रिजल्ट ओरिएन्टेड बनाउन यसरी गरेर हामीले 8 वटा लेख्नुपर्ने हुन्छ। त्यसपछि सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको भूमिका यसरी लेख्न मिल्छ। सेवा सम्बन्धी आवश्यक डकुमेन्ट समयमै पेश गर्ने, शान्तिपूर्ण वातावरण बनाए लाइनमा बस्ने। अब यसो सोचेर पनि हामीले लेख्न सक्छौँ। यो कुनै अब भन्छ नि रिटनमा धेरै त्यो स्ट्यान्डर्ड वर्डहरू प्रयोग गर्नुपर्छ, यताउति केही गर्नुपर्दैन, मिलाएर लेख्नुभयो भने पुग्छ। त्यसपछि अब यहाँ छ सेवा सम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी राखी सचेत हुने। यसरी गरेर 8 वटा लेख्नुभयो भने अन्त्यमा निष्कर्ष यसरी काममा दिएर अलि तल सार्वजनिक सेवा प्रवाह जनता र सरकार बीचको पुल हो। यस सम्बन्धी भएका कानुनी संस्थागत एवं कार्यक्रमगत व्यवस्थाबारे प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ, आवश्यक छ। यस सम्बन्धी सुधार यहाँ हाम्रो यसको फर्मेट के हुन्छ भने निष्कर्षको परिचय प्लस सुझाव दिने हो। परिचय यसो अलि दिने अनि के सुझाव दिन चाहनुहुन्छ त्यो लेखिदिने, सक्यो। यो रिटेनको फर्मेट। यसरी लेख्नु भयो भने सकिन्छ। यो क्वेसन धेरै पटक सोधियो खानन, क्वेसन इजी हो। अब गाह्रो क्वेसन किन गर्ने भनेर इजीबाट नै बनाएको हो। यसरी तपाईँ यहाँ रिटेन सुधार गर्नका लागि कि त एउटा फर्मेट बेसमा हुनु पर्यो, भाषा शैली शुद्ध हुनु पर्यो र अर्को लाइनको ग्यापिङ अलि बढी हुनु पर्यो। धेरै नजिक लेख्नु भयो भने थोरैमा समाइन्छ, त्यो राम्रो हुन्न। कम्तीमा पनि 5 मार्कमा 1.5-2 पेजसम्म दिनु पर्यो, कम्तीमा 1 पेज र आधी पेज उता पनि दिनु पर्यो। 10 मार्कमा छ भने 2 पेज र अर्को पेजमा पनि जानु पर्यो। यसरी लेख्नु भयो भने मलाई लाग्छ मैले नि यसरी लेखेर तपाईको गण्डकी प्रदेशको 5औं खुलाबाट सिफारिस भएको हो, फेरि कोशी प्रदेशमा खुला मधेसमै निकालेको हैन। यसरी यही फर्मेटमा हामीले लेख्छौँ र तपाईहरु समक्ष यो प्रस्तुत गर्नका लागि यो भिडियो खासमा बनाइदिएको हो। यसरी लेख्नु, अन्य कुराहरू अर्को भिडियोमा म लिएर